नेप्सी आज मजाले घट्यो। मैले अस्ति बिहिबार नै भनेको थिएँ कि अब नेप्सीमा ठुलो करेक्सन आउँदैछ, तपाईँले सेल गर्नुहोस् जे छ भनेर। र तपाईँले हाम्रो पेड ग्रुपको म्यासेज पनि देख्न सक्नुहुन्छ, जसले 999 रुपियाँतिर जोइन हुनुभएको छ। उहाँहरूलाई सबै स्टकहरू मैले बेच्न भनेको थिएँ। त्योभन्दा पहिला जुन स्टकहरू रेकमेन्ड गरेको थिएँ किन्नेको लागि, बजार एकदमै धेरै बढिसकेपछि एउटा राम्रो करेक्सन आउँछ नै। तर हामीलाई लाग्छ कि बजार अब घट्दै गर्दैन, त्यति बेला हामी सेल गर्नबाट चुक्छौँ र हाम्रो प्रफिट बजारले नै खाइदिन्छ। हामी प्रफिट बुक गर्न सक्दैनौँ। जबसम्म तपाईँले आफ्नो ग्रिडलाई कम गर्नुहुन्न तबसम्म तपाईँले नाफा बुक गर्न सक्नुहुन्न। र अर्को कुरा हुन्छ फियर अथवा डरको कुरा। जति बेला मार्केट एकदमै डाउन भइरहेको हुन्छ, जति बेला एकदमै घटिरहेको हुन्छ, त्यति बेला तपाईँलाई लाग्छ कि अब मार्केट अझै घट्छ भनेर। र त्यति बेला तपाईँले आफूसँग भएको स्टक पनि बेच्नुहुन्छ अथवा नयाँ स्टकहरू किन्नबाट डराउनुहुन्छ। तर त्यो टाइम भनेको तपाईँले एकदमै किन्नुपर्ने टाइम हो र होल्ड गर्नुपर्ने टाइम हुन्छ त्यति बेला। र त्यसरी तपाईँले आफ्नो डरलाई काबुमा राख्न सक्नु भएन भने पनि तपाईँले मार्केटबाट कमाउन सक्नुहुन्न र सधैँ तपाईँ लसमै हुनुहुन्छ। र अर्को कुरा हुन्छ कि स्टकहरू यस्तो हुन्छन् जुन नेप्सी जति घट्दा पनि अथवा बजारको इन्डेक्स जति घट्दा पनि ती स्टकहरू बढिरहेका हुन्छन्। ती स्टकहरू हामी हाम्रो पेड ग्रुपमा मेन्सन गर्छौँ, जसले 999 रुपियाँतिर जोइन गर्नुहुन्छ। र यदि तपाईँलाई पनि ती स्टकहरू कुन एकदमै धेरै बढ्छ, बजार घट्दा पनि कमाउन सकिन्छ भनेर जान्ने मन छ भने मेरो प्रोफाइलमा WhatsApp नम्बर दिएको छ। तपाईँ 999 रुपियाँतिर हाम्रो WhatsApp ग्रुपमा जोइन हुन सक्नुहुन्छ। र त्यस्तो एकदमै नाफा दिने स्टकहरू हामीसँग अझै पनि छन्, त्यसको लागि WhatsApp गर्नुहोला। धन्यवाद।